यति भाग्य खुल्यो भने ल हेर्नु सानोमा हुँदाखेरि यो मन बिनाको धन भन्ने मुभी चलिरहेको छ हेर्नुहोस् अलि नजिक लगाइदिन्छु अस्ति नै सानोमा हुँदाखेरि उनी धेरै गरिब थियो भाइ अहिले धनी हुनुहुन्छ हेर्नुहोस् अहिले भित्तामा सही पोस्टर टाँसिएको छ हेर्नु नजिकै एयरपोर्टमा पनि टाँसिएको छ उसको मुभी चल्दै रहेछ कि मन बिनाको धन भन्ने मुभी अहिलेको नयाँ मुभी छ नि हो त्यो सबैले हेरिदिनुहोस् मुभीमा भनिएको छ कि हिरोदेखि जिरोसम्मको भन्ने लेखिएको छ अब हजुरहरूले त्यो सानो भाइको पहिला त ऊ सानै थियो गरिब पनि थियो अब उसको सानो जात पनि हो हेर्नुहोस् सो गायक मुभी पनि राम्रै होला अब भाइले निकालेर रहेछ हेर्नु मर्दिनाको धन एयरपोर्टको भित्र झरी पोस्टर लगाएको छ हेर्नु मान्छेको दिन आएपछि कस्तो हुन्छ जिरोबाट हिरो बन्छ भनेको त्यही मुभी देखेको छ भाइ पनि सानो हुँदाखेरि गरिबै थिए उनलाई नि टङ्क बुढा थोकी भन्ने एउटा दाइ हुनुहुन्थ्यो उहाँले लिएर जानुभएको थियो अहिले ऊ भाइ ठुलो भएर मुभी चलाउनु भइसक्यो होइन हेर्नु कस्तो जिन्दगीबाट तपाईँले मेहनत गर्नुभयो नि कति सफलता पाउनुहुन्छ यहीबाट सिक्नुहुन्छ क्या त्यही भएर यो मुभी हेरिदिनुहोस् सबैले र साथ सपोर्ट गरिदिनुहोस् र मेरो यो यहाँमार अविनाश वाइटी 63 सब्सक्राइब गरिदिनु भनेर म धन्यवाद हजुरहरूलाई गर्दछु सो गाइज हेर्नुहोस् जहाँ पनि एयरपोर्टभित्र पनि पोस्टर लागिसक्यो त्यो भाइको आमा भनेपछि कति ठुलो मान्छे मिहिनेत गऱ्यो भने कति ठुलो हुँदो रहेछ हेर्नु त उसको भाग्य खुल्यो कि भाग्यको ठिकठाक खुल्यो ऊ अहिले हिरो भएको छ होइन हामी त पहिला त अब गरिबै थियो उसलाई कसैले गन्दा पनि गर्नुहुन्थ्यो अहिले त हिरो भएको छ हेर्नु जिन्दगी पनि यस्तै हुँदो रहेछ भन्ने थाहा भयो एयरपोर्टभित्र धरि त्यो भाइको पोस्टर लागिसक्यो अहिले मुभीको सबैले हेरिदिनुहोस् भन्ने म हजुरहरूलाई अनुरोध गर्दछु धन्यवाद यो चाहिँ गेट इन्टरनेसनल गेट जाने बाटो यो गोल्डन गेट भन्छ यसलाई चाहिँ ल सबैले गर्नु लाइक र सब्सक्राइब भट्टाभट गरिदिनु है प्लिज टिकटक आइडी पनि फलो हानिदिनु है